रिसेन्टली टुन्डे दाइ र शिबु पाण्डे सँगै लाइभ गरिराख्नु भएको थियो। त्यतिखेर चाहिँ उहाँहरू फ्री फायरको स्पोर्ट्स टिम DRS गेमिङको बारेमा रियाक्ट गर्नु भएको छ र उहाँहरूलाई बेस्ट अफ लक पनि दिनु भएको थियो। सो तपाईहरु छोटो क्लिप हेर्न सक्नुहुनेछ। अहिले चाहिँ के भन्न मिल्छ भनेपछि हजुरले हाम्रो नेपालबाट वर्ल्ड कपमा गएको छ प्यारिसमा DRS टिम DRS गएको छ फ्री फायरको वर्ल्ड कप खेल्नको लागि। सो आज यदि टप 4 भित्रमा आयो भने उनीहरू सिधै फाइनलमा जान्छ। त्यो फाइनलमा कति प्राइज पुल छ होला तपाईँ गेस गर्नु त? गेस गर्नु कति होला प्राइज पुल? प्राइज त करोडमै हो माथि। हो करोड माथि नै हुन्छ है। ल कङ्ग्रेचुलेसन है नेपाललाई पनि होइन, हाम्रो नेपालबाट पनि उहाँ पुग्नु भएको छ प्यारिसमा होइन। र राम्रो गर्नुहोस्। अनि अर्को सेकेन्ड उसमा पनि म पनि जाँदैछु है फेरि उहाँसँगै। के हो हाम्रो जाने कि नजाने मैले सिक्दैछु कि दाइसँग। अब मैले पनि सिक्ने होइन फ्री फायर, तर अब खेल्ने हो ट्राई गर्दैछु है मैले। हाँस्नु भएको छ। सो फाइनल्ली हजुरहरूले चाहिँ अब दाइलाई चाहिँ माया गरिदिनु भएको छ, मलाई पनि माया गरिदिनु होला। र अनि हाम्रो फ्री फायरको टिममा चाहिँ जानुभएको छ, कङ्ग्रेचुलेसन। धेरै धेरै शुभकामना छ मेरो तर्फबाट। र अझै राम्रो गर्दै जानु होला। बेस्ट विश होइन, बेस्ट विश भन्छ क्या है त्यसलाई। कङ्ग्रेचुलेसन। अझै राम्रो गर्नुपर्छ है। तर अर्को कुरो कस्तो भने मेरो इन्स्टाग्रामको फलो नै बढाएन कि, बढाइदिनुहोस् त ट्याक्कै सबैजनाले। आर्टिस्ट शिबु पाण्डे होइन, आर्टिस्ट शिबु पाण्डे है सबैजनाले हेर्नु होला।